ल गाइजहरू अर्ग्यानिक मुही चाहिँ कसरी पाउँछन् घिउ चाहिँ कसरी निकाल्छन् भनेर चाहिँ आज हाम्रो दाइले भन्दै हुनुहुन्छ। यो के भन्छन् दाइ, यसको नाम के हो, कसरी हो, यो के हो? अहिले त सबैले बिर्सिसके। अब हाम्रो रीतिरिवाज अनुसार पुरानो परम्परा हाम्रो चाहिँ बाबुबाजेले होइन जिजुबाजेले गरेको चिज यसलाई भन्छन् तरो। हजुर, यसको नाम तरो भन्छ होइन। हजुर। अब यसलाई भन्छ मडाउनी। हजुर, यो जे गएको मडाउनी हुन्न, यो प्योर गोजिङ हो होइन। हजुर, बागलुङमा पाइने अर्ग्यानिक गोजिङ भन्छ यसलाई। हजुर। यो जस्तो बोलियो केही हुन्न। अनि यसलाई भन्छन् नेटी। हजुर, यसलाई ठेकी भन्छन्, ठेको होइन। हजुर। हिजोको दिनमा हाम्रोमा अब चाहिँ के अरे बारीमा रोपिने एउटा चाहिँ गिठोको रुखको चाहिँ ठेको बनाइन्थ्यो भनेपछि अहिलेको त जमाना हरायो होइन। हजुर, आजभोलि बजारमा पुरै सिल्टीको ठेको चाहिँ अब उपलब्ध छ जता पनि। हजुर। अब सहर बजारमा भने अब त्यस्तो चाहिँ पाउन गाह्रो छ, गाउँघरमा त मिल्छ होला। अनि अर्को कुरा के छ भने अहिलेको जमानामा इलेक्ट्रोनिक सिस्टम आएर मान्छेले बिजुलीबाट चल्ने एउटा मेसिन लिएर चाहिँ मुही पार्छन् होइन। हजुर। त्यो मुही पारेको टेस्टी हुँदैन, किनकि बिजुलीको चाहिँ उसले चाहिँ के अरे लाइनले चाहिँ उसको तत्त्व खाइसकेको हुन्छ होइन। त्यसको कुनै अर्थ हुँदैन, घिउ पनि राम्रो आउँदैन, मुही पनि त्यति मिठो हुन्न होइन। भएको तत्त्व खाइन्छ। हामीले भनेको अहिले गाउँहरूको सिस्टमबाट अब यसलाई तरो भन्छन्, यो मडानी भयो, यो नेटी भयो, यो ठेकी भयो होइन। हजुर। यो अर्ग्यानिक नभए तापनि तर यो हाम्रो 3 चिज भनेको 4 चिज भनेको यो अर्ग्यानिक छ हाम्रो। यो आफ्नै हातले बानेको यो बाटेको नेटी होइन, हजुर। यसलाई नेटी भन्छ। अनि त्यो उल्टा समानुपतिलाई चाहिँ के अब भन्छ? यसलाई चाहिँ आफूले चाहिँ सजिलो हुन्छ भनेर अब यहाँ चाहिँ हल्का हल्का सानो डार चाहिँ टाँसेर हजुर। अब यस्तो गरेर लगाएपछि आफूलाई चाहिँ बल पर्ने भयो यस्तो तान्दाखेरि। यसलाई चाहिँ अब चाहिँ नेटी भन्छन्। यो नेटीको चाहिँ अब यसको चाहिँ उसको चाहिँ प्रयोग गर्नलाई यो चाहिँ मजबुत होस् भन्नको लागि चाहिँ यो राखेको होइन। हजुर। अर्को यसलाई भन्छन् चाहिँ अब मडानी भयो। यो मडानी भनेको छन् त मान्छेले बाँसको पनि तामा बाँसको पनि बनाउँछन् होइन। हजुर। बाँसको त्यति राम्रो खबर हुँदैन, राम्रो चाहिँ टिकाउ हुँदैन। यो भनेको गजिङ हो। यो भनेको बागलुङको माथि बेग चाहिँ एकदम चाहिँ हिमाली बेग चाहिँ भेडा बाख्राहरू चर्ने ठाउँबाट मिल्छ, जहाँ पाइ त्यो मिल्दैन। यो भनेको बनाउन सकिन्छ, अलिक खुबी होला मान्छेले मात्र। अहिलेको जमानामा यो बनाउन सकि यो चराको चित्र पनि छ नि, एकदम पुरानो यो अर्ग्यानिक। लगभग यो मेरो बाजेको पालाको है। यो ए बाजेको पालाको? बाजेको पाला भयो। बाबुले चाहिँ सक्यो अनि चाहिँ फेरि अब मैले प्रयोग गर्दैछु यो। तर मान्छेले कति चाहिँ अब मलाई चाहियो भनेर भने तर म दिँदैन, किनकि यो भनेको हाम्रो पुर्ख्यौली हो होइन। हजुर। म चाहिँ अगर यो नेपालमा हुम्ला नहुम्ला पनि अब यसलाई चाहिँ नबेच्ने। यो भनेको अब केही डिसमा चाहिँ सजाएर राख्ने भनेर चराको चिन्ह पनि छ। हजुर। पहिला पहिला बुढाहरूको कति सिप थियो होला होइन। सबै यो भनेको धारियो चक्कुले खोपेर चाहिँ यस्तो चराको चिन्ह बनाएको छ। अब अहिलेको मुही अब चाहिँ बजारमा आउनु त आएको छन्, इलेक्ट्रोनिक सिस्टमबाट चाहिँ माध्यमबाट मुही बनाउँछन्। तर हामीले भनेको एकदम अर्ग्यानिक गाउँघरे पारामा एकदम राम्रो छ। खाने हो भने मुही खाने इच्छुक र चाहिँ घिउ चाहिएको मान्छे इच्छुकहरूले मसँग सम्पर्क गर्नुहोला। ल धन्यवाद दाजु।